भरिँदैछ क्या एकदमसँगले स्टार्ट भइसकेको केटा ज्ञान सामान चाहिँ यहाँ छ है नयाँ चिज ल सो हेलो एभ्री वान वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि आफ्टर लङ टाइम पछि चाहिँ आज म भ्लग स्टार्टिङ गर्दैछु होइन त्यही हो अनि अब यत्रो दिन चाहिँ अब भ्लग सलग आइरहेको छैन नि त अब त्यस्तै हो अब कन्टेन्ट छैन यतिकै बस्यो खायो घरमै होइन घरबाट कहीँ निस्कै हुँदैन अनि के अब एउटै खालको हुन्छ नि अब एउटै खालको कन्टेन्ट बनायो भिडियोहरू यति खासै राम्रो पनि त हुँदैन नि त अनि त्यही भएर म चाहिँ अब आज यसो बाहिर निस्किनु पर्ने हुन्छ भनेर अब टक्क छैन आज चाहिँ के भन्छ वर्ल्ड कप हो नि त आजदेखि चाहिँ आज बेलुकादेखि चाहिँ स्टार्ट हुन्छ गेम अनि आज बेलुका स्टार्ट भएपछि चाहिँ अब आज हामीले चाहिँ अब के भन्छ प्रोजेक्टर ल्याउने कुरो छ क्या अनि यो अब हुन्छ हुँदैन सफल होइन त्यही भएर चाहिँ नि म एकछिनतिर चाहिँ फेरि बाहिर निस्किनु पर्ने हुन्छ त्यहाँ वडामा चाहिँ यसरी हामीले के भन्छ फर्मबाट के भन्छ के फर्म के भन्नुपर्छ अरे त्यहाँ गएपछि हामीले यसो मिल्छ अरे त्यहाँनिर अलिअलि सहयोग मिल्छ अरे नि हामीले पनि थोरै हामी त हाम्रो तर्फबाट नि हामीले अलिअलि गरेको छौँ अन्त ठुल्दाहरूसँग नि हामीले थोरै पैसा उठाएको छौँ त्यही भएर चाहिँ अनि आज यसो वडातिर चाहिँ म निस्किनु पर्ने हुन्छ अनि त्यहाँ पनि केटाहरू पनि छन् गएको अनि म चाहिँ त्यहाँ गएर यसो केटाहरूलाई भेट्छु होला एकछिनतिर अनि तिनीहरू गएको छन् म ती पुगेपछि भेट्छु अनि आज चाहिँ अब त्यही अनि अघि म बजार पनि गएको थिएँ क्या जर्सी लिनु भनेर गएको जर्सी नै रहेछ क्या जर्सी पर्चुगलको फ्यान हो नि त म त फेरि त लिनु गएको पुरानो खालको जुन पुरानो पहिलाको वर्ल्ड कपको मात्र रहेछ अहिलेको नयाँ सिजनको जर्सी निस्किरहेको रहेछ क्या दोकान बजारमा चाहिँ अनि त्यही भएर अनि म चाहिँ नलिकन घर फर्केँ अब हेरौँ जर्सी त किन्नै पर्ने हुन्छ जर्सी नकिने त मजै भएन अब लास्ट वर्ल्ड कप हो रोनाल्डोको अब त्यो जर्सी चाहिँ किन्नु भने चाहिँ पत्रिक गएर भए पनि म जर्सी चाहिँ लिएर आउँछु होइन त्यही हो अहिले चाहिँ म वडातिर निस्किन्छु है केटा अहिले चाहिँ हामी वडा आइसकेपछि म वडामा आएर हामी के गर्दैछौँ भन्दाखेरि एकदम निवेदन हाम्रो भरिँदैछ क्या एकदमसँगले साथमा हाम्रो यहाँ ठुलो ठुलो हुन्छ हाम्रो आफ्नै गाउँको निवासी मान्छेहरू पनि खाएको पनि सिरियस कुरोहरू क्या सिरियस टप हुँदैछ क्या यहाँनिर अनि त्यही हो अनि आज त्यसो बजेट गर्छ भन्छ होइन आज बेलुका चाहिँ हामीले हेर्नै पर्ने हुन्छ क्या ग्यापमा हेर्न त हुँदैन अनि साथमा हाम्रो यहाँनिर म उज्जवल सर अनि हाम्रो एसके डन्सी भित्र गएको छ भने हाम्रो बासी दाई पनि भित्र छन् नाक्सु एसके कागु यहाँ भित्र छन् भने अब हामीले चाहिँ यहाँ भइसक्यौँ होइन भइसकेर अब हामी चाहिँ लागिदिनु पर्ने हुन्छ फेरि घरतिर एकदम त्यही रात परिसक्यो त्यस्तो प्रोजेक्टरहरू चाहिँ हामीले आज ल्याउन सकेनौँ रात पऱ्यो नि त त्यो फम्सन गर्दा रात परिहाल्यो अनि त्यही गाइड चाहिँ अब भोलि चाहिँ हामी लिएर लगाउने छौँ तपाईँहरूलाई अनि आज चाहिँ अब एकदमसँगले टिभीमै हेर्नु पर्ला जस्तो लागिरहेको छ होइन अब टिभीमा पनि अब हेर्छु टिभीमा पनि भए फ्रीमा मिल्यो भने चाहिँ हेरिन्छ यो पैसातिर चाहिँ भोलि आज हेरिँदैन अब आज भाइसँग थाहा हुन्छ ल केटाको ल केटा 1 बजिसकेको छ अब अनि अब घरमा चाहिँ बेग्ली भएको छु अब बोलेको गेममा चाहिँ ल स्टार्ट भइसकेको केटा गेम चाहिँ स्टार्ट भइसकेको फ्रीमा आयो जो पैसा तिराइ छैन फ्रीमा हेरिरहेको एकदम युट्युबमा पनि अहिले चाहिँ लाइभ भइरहेको रहेछ फ्रीमा हेरेर चाहिँ म पेन्छु घरमा लगेर यो गेम स्याम हेरिसकेर लास्टमा पैसा दिन्छ है त अनि अब त्यही हो भोलि भेट्नुपर्छ हामी भोलि ठुलो पर्दामा हामी भेट्नुपर्ने हुन्छ है तपाईँ अनि आज चाहिँ हामी अब दमकतिर लागेछौँ होइन दमकतिर जानुपर्ने हुन्छ दमक चाहिँ अनि अब के को लागि भन्नुहुन्छ हामीले सामान चाहिँ ल्याइसकेको छैनौँ वर्ल्ड कप स्टार्ट भइसके पनि सामान चाहिँ हाम्रो अलि आइसकेको छैन भन्ने अनि त्यही अब त्यहाँ चाहिँ गएर आज हेर्छौँ त्यहाँनिर लिएर आउने भनेर चाहिँ जान्छौँ होइन अब सक्दो पायो भने चाहिँ हामी ल्याउने कोसिस गर्छौँ अनि हामी चाहिँ अब निस्किनु पर्ने हुन्छ होइन मेरो साथमा छ एकजना पाडु अनि म चाहिँ एकदमसँगले होइन दुईजना चाहिँ हामी जान्छौँ अनि अहिले त्यही बस पनि पर्खिरहेको थियो अनि बस पनि आउँदैछ बस पर यहाँ पर देखिन्छ कि देखिँदैन बस पनि देखिँदैन र बस चाहिँ आउँदैछ क्या बस चाहिँ आफ्नो गाउँको लोकल बस हो होइन यो चाहिँ डाइरेक्ट सिधै काँक्राभिट्टा जान्छ नि त अनि त्यही भएर अनि दमकबाट त्यति निस्कियो अरे अनि दमकमा त्यहाँ निस्कियो अरे एकैचोटि त्यहाँ हेर्ने ओर्ने अनि त्यहाँनिर कामसाम हुन्छ अनि त्यही एकछिनतिर भेट्नु हामी दमक पुगेपछि है त ल दमक आइसक्यो अनि अब हामी दुईजना आयौँ अब प्रोजेक्ट सोधेको कहीँ पनि भेटाइरहेको छैनौँ अब अलिक यतातिर जानुपर्छ अनि अब त्यही हो एकछिनतिर किनिसकेपछि चाहिँ भेट्नुपर्छ र केटा यत्रो दुःखपछि हामी चाहिँ आइसक्यौँ ठाउँमा हामी चाहिँ सामान पनि लिइसकेको छौँ होइन सामान चाहिँ होइन सामान चाहिँ हाम्रो यत्तिकै स्क्रिनमा आइरहेको छ नि यो सामान चाहिँ यहाँ छ होइन आज चाहिँ दाम हेर्नुपर्ने हुन्छ
धेरै बेर खोजा अनि बल्ल बल्ल बस्दा 2-3 घन्टाको खोजाइपछि बल्ल तल भेट्यो अनि अब यही सामान लिएर चाहिँ अब हामी घर जानुपर्ने हुन्छ अनि त्यही घरतिर भन्दा नि अलिक पत्रिदिन निस्किनु पत्रिदिन निस्केर चाहिँ हामी थोरै भेट्छौँ है त नगर फाइनली नयाँ चिज ल नयाँ चिज देखियो होला अब यो चाहिँ किनिदिएको आज चाहिँ अब यस्तो ग्यामस्याम हेर्नुपर्ने हुन्छ केटा हो होइन अहिले चाहिँ दमकबाट फर्केर कहाँ छु भन्नुहुन्छ यति त चिन्नै पर्ने हुन्छ यति चाहिँ नचिनिकन हुँदैन चिया चौतारीमा छु मैले अघि नै खासामा खाइवरी अनि नयाँ जर्सी एकदम पोर्चुगलको म चाहिँ एकदम फ्यान हो कटु फ्यान अनि नयाँ जर्सी किनिसक्यो अब चाहिँ आज घरमा गएर यस्तो सेटअप हान्नुपर्ने हुन्छ होइन तपाईँलाई म त्यो पनि देखाउँछु अहिले घर चाहिँ एकछिन बसतिर जानुपर्ने हुन्छ पक्कै अनि बसमा गएर अनि डक्टरसँगले गएर सामान माल पनि के को मिलाउनु पर्ने छ बाँकी अनि त्यसपछि चाहिँ हामी तपाईँलाई सेटअपहरू सबै गरेको देखाउँछौँ होइन हाम्रो साथमा त छ पाडो छ होइन ए सरी उसलाई नदेखाउनु भने चाहिँ म मिस्टेकले पनि देखाइहालेँ यार ए ल ठिक छ केही छैन अब यो पोर्चुगलको जर्सी लगाएपछि एकदम फोटोसोटो चाहिँ हान्नुपर्ने हुन्छ होइन केटा अनि त्यही हो अहिले त्यति भन्दै गर्दा अनि हामीहरू कहाँ भेटिन्छ थाहा छैन र है त अब चिया चौतारी भनेपछि अब घर पनि जानुपर्ने हुन्छ घरमा गएर सेटअप गर्नु पर्यो नि त गएर अनि त्यो जर्सी चाहिँ हेरिहाल्नु भयो तपाईँहरूले अनि अहिले चाहिँ अब गाडी पर्खेर बसिरहेको छु गाडी आउन चाहिँ 4:15 या 20 कतितिर आइपुग्छ अनि अहिले चाहिँ भर्खर 4 बज्दैछ 4 बजेपछि 15-20 मिनट छ अब त्यो हाइवेमा पर गएर बस्नुभन्दा बरु यतैतिर बस्दै शीतल ताप्दै बसिरहेको छ भने चाहिँ हेर्ने दामी छ क्या एकदमसँगले रुख छ यहाँ शीतल आउँछ एकदमसँगले त्यही बसिरहेको शीतल खाँदै अनि त्यही कुरो अब खासै कुरो त म केही भन्न चाहिनँ तपाईँहरूलाई अनि अब घरमा गएर कामसाम पनि गर्नु पर्यो होला घरको कामसाम पनि छ आज चाहिँ हेर्नै पर्छ आज चाहिँ नसुती भए पनि गेम चाहिँ हेर्नुपर्छ गेम म तपाईँहरूलाई थोरै देखाउँछु अहिले भरेतिर बेलुकातिर होइन गेमसाम हेरेर अनि अब भ्लग चाहिँ त्यस्तै हो भोलि मात्र आउँछ यो भ्लग चाहिँ अब त्यही हो गेम त यसो थोरै गेम देखाउनु पऱ्यो नि त घरमा गएर कामसाम त्यो बनाएको देखाउनु पर्ने हुन्छ तपाईँहरूलाई ल अनि यति भन्दै हामी तयार गरेपछि तपाईँहरूलाई देखाउँछौँ अहिले घर पुगेपछि है त ल अहिले चाहिँ अब के भन्छ खानासाना खाइसकेर म चाहिँ बसिरहेको छु त्यो के भन्छ अहिले लिएको प्रोजेक्टर सेटअप गरेको त्यो चल्नु त चल्यो के भन्छ त्यो HDMI सपोर्ट गरेन क्या त्यो 5Gवाला त्यो केबल चाहिने रहेछ हाम्रोसँग 2G मात्र केबल भयो क्या त्यही भएर चलेन अनि त्यही अब भोलितिर चाहिँ त्यो 5G केबल ल्याएर मिलाउनु पर्ने हुन्छ आज चाहिँ अब बेलुका चाहिँ त्यही मोबाइलमै गेम हेरिन्छ होला सायद होइन त्यही हो अनि अब खाना खाएर सुत्नु पर्ने हुन्छ अब सुतेर भए बेलुका फेरि कति 3:45 उठ्नु पर्ने हुन्छ 3:45 ब्राजिल र मोरक्कोको गेम चाहिँ हेर्नु त पऱ्यो नि त होइन त्यही 3:45 उठ्नुपर्छ अनि त्यही अब खानासाना खाइसक्यो अब सुत्नु पनि पर्छ होइन अनि यति भन्दै सुत्नु पऱ्यो म पनि अनि भोलि भेट्नुपर्छ हामी है त ल गुड मर्निङ एभ्रिवान नेक्स्ट डे अर्को दिनको सुरुवात भइसकेको छ भने हिजो बेलुका चाहिँ हामीले गेम हेर्न पाइनँ मैले त्यो मोबाइलमै गेमसँग हेरेँ अनि तपाईँहरू के कस्तो गेम हेरिदिनु होला गेम हिजो गेम चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई होइन मैले चाहिँ ब्राजिलले जितोस् भन्ने चाहेको थिएँ तर गेम बराबर नै गएको छ त्यो पनि ठिकै हो होइन उस्तै हो अब त्यो जे जस्तो भयो भने अब आज चाहिँ हामी नेता हेरेर कोसिस गर्छौँ होला अहिले भएर त्यो सामानहरू पनि लिन जानुपर्ने छ नि त अन्त त्योभन्दा अगाडि चाहिँ यहाँ हेर्नु नि एकदमसँगले बिहान सुबह पानी परिरहेको छ यस्तो भाडा थाप्नु परेको छ होइन पानी हेर्नु ओभर पानी परिरहेको छ क्या अनि म उठ्ने बित्तिकै मैले मुस्कु हेरेर कामसाम गरेँ अनि गेम हेरेर 5:30 बजे त गेम सकेको 3 बजीसम्म भएको 5:30 बजे गेम सक्यो त्यो पनि हेर्दा त्यो गेम चाहिँ ठिकै थियो भएर पनि गेम रमाइलो थियो ल अनि अब एकछिनतिर पनि हामी फेरि भेट्छौँ होला सायद अनि अब खाजा पनि खानुपर्ने हुन्छ अनि यसो कामसाम पनि गर्नुपर्ने हुन्छ त्यही हो अब यतितिर भेटौँ है त अनि अब चाहिँ नुहाइवरी तपाईँसँगले अब नुहाइसकिसक्यो होइन अब नुहाइसकेपछि चाहिँ अब त्यही हो आज भ्लग पनि अब यतातिर इन्डिङ गर्नुपर्छ जस्तो छ होइन अब त्यस्तै हो ल यति भन्दा आजको भ्लगमा म इन्डिङ बिदाइ हुन्छु हस् त धन्यवाद।